नमस्कार मित्रहरू, शुभ मङ्गलम। आज हामी धम्मपदको अर्को गाथामा जाउँ, जुन भगवानले जेतवनमा एकजना ब्राह्मणलाई भन्नुभएको थियो। त्यसमा भन्नुभएको छ, न चाहम ब्राह्मणम ब्रूमि यो निजम मत्ति सम्भवम भोवादि नाम सो होती सचे होती सकिञ्चनो अकिञ्चनम अनादानम तमहम ब्रूमि ब्राह्मणम। र भन्नको अर्थ रहेछ, ब्राह्मणीको कोखबाट जन्मदैमा ब्राह्मण भनिँदैन, उसलाई केवल भो मात्र भन्नुपर्छ, किनभने त्यसमा राग द्वेष र मोह छ। राग द्वेष मोह नहुनेलाई नै म ब्राह्मण भन्दछु। सबैको शुभ होस्, मङ्गल होस्, कल्याण होस्।